भएको किन लानु पब्लिकले लिन आउँछ तपाईलाई टोनीबाट खोसार हामी तिनजना मात्र छौँ मैले फसार लगेको हो सुन्नु छैन देख्यो देख्नुभयो तपाईँले लग्यो चाबीले फसार लग्यो पब्लिकको सुन्नु गइसकेपछि तपाईँको कुरा राख्यौँ ठिक छ चाबी मसँग एउटा छ मेरो साथसँग एउटा छ एउटा चाबीले काम गर्दै गर्नुहोस् एउटा सेक्युरिटीको चाबी मसँग छ त्यसले काम गर्दै काम रोक्न खोजे होइन तर यदि त्यसले पुगेन भने यो पनि लानुहोस् भने होइन त्यो हिजो लगेको चाबीले दिनु पर्यो नि त्यही त उहाँले चाहिँ दुईटामा एउटा चाहिँ मेरो साथसँग छ एउटा मसँग छ त्योले गर्नुहोस् अब हामीले अर्कोतिर पनि चाहिन्छ सबै एकैतिर राखेर हुँदैन यसले एउटाले नि पुगेन भने चाहिँ अर्को पनि म दिन्छु भन्ने तपाईहरुको काम चाहिँ भोलि बन्द हुँदैछ काम हुन्छ अहिले अफिसमा त्यसपछि हामी मैले भेटेछु नि अहिले नि त होइन यस्तो छ उहाँले के अरे उहाँले तपाईँको चाहिँ नि अब नमानेपछि मैले त भनेको हो म पनि कुरा गर्छु उनीहरूसँग होइन मैले पनि भनेको मैले पनि उहाँलाई भनेको के अरे प्रहरी पठाएको होइन दिइपठाउनु पर्ने अब पब्लिकको प्रोपर्टी त्यसरी कब्जा गरेर राख्न त कसैलाई अधिकार छैन न मलाई छ न उहाँलाई छ अनि तपाईँ हामी उपमेयर हिजो पनि त्यही कुरा राखेको होइन उता फेरि उपमेयरको फेरि उनीहरूको औला अनि यहाँदेखि त हामी त यहाँ त हाम्रो वार्ड नम्बर 10 को जनता मुर्सियो नि त होइन अनि त्यहाँदेखि उता उपमेयरको फेरि जनता समर्थक औला फेरि तपाईँको समर्थक औला अनि यहाँ त मुर्सियो त्योभन्दा बरु उहाँहरूलाई हामीले तपाईँ हामी होइन कुरा गर्छ तपाईँ पनि राख्नु तपाईँको यहाँ बोल्नु उपमेयरमै फोन गर्नु आउनु ठिक छ यहाँ लिएर आउनु न त उहाँहरूलाई म बाहिर पठाइदिन्छु उहाँलाई पढाएर होइन अब मेरो अब भाउजूहरू माइजू आन्टीहरू आन्तरिक नगरपालिकाभित्रमा त्यो भएको कारणले गर्दा उहाँहरूको प्रतिनिधित्व म आफै गरिहाल्छु तर भोलि काम चाहिँ रोकिँदैन रोक्नु म पनि दिँदिनँ तपाईँलाई पनि उहाँले गर्नु भएन उहाँले चाबी दिएन भने त भोलि त्यो के त मेरो छ त्यो बाइक यस्तो ह्यान्डल लक गरेको हुन्छ त्यसलाई चोरले फुटाएर लान्छ नि त्यसरी लानुपर्छ नि यो दिएन दिएन भने लानु पऱ्यो नि त चोरले यस्तो ह्यान्डल लक गरेको हुन्छ नि बाइक फुटाएर लान्छ दिएन चाबी दिएन भने त भोलि मैले स्पेसल पनि लानुपर्ने हुन्छ नि त ठिक छ यो विषयमा तपाईँ मध्यस्थता गर्दा बस्दिनुहोस् होइन उहाँ फोन गरेर बोलाउनु यहाँ होइन अनि उहाँहरूलाई पनि म बाहिर पठाइदिन्छु उपमेयर सरले अघि भन्नुहुँदै उहाँ मेरोसँग साथी छ सुन्नु न हिजो तपाईँको छैन ड्राइभरको हातबाट खोसार लाने उहाँले अनि मसँग चाबी हुन्छ त्यही त हामीले पनि भनेको होइन ड्राइभरलाई हामीलाई त बोल्नै दिएन त्यस्तो होइन नि बोल्नै नदिने भन्ने कहाँ हुन्छ एउटा चाहिँ होइन नि त्यस्तो हुँदैन कुकुरी लिएर आयो भने हिजो हामी हामीलाई कत्रो धम्काएको राम्रो सबैले कुकुरी लिएर त्यो भाइहरू दुई तिनजना भाइहरू श्रममा के अरे श्रमदाताले बोकेर हिँडिरहेको हिजो हामी जस्तो काम गर्ने चाबी विषयले त भोलि बाटोको विषयमा त्यहाँले जनताहरू पाइरहेछन् त्यही हो अब तपाईँहरूलाई थाहा छँदैछ कस्तो प्रकृतिको काम जिम्मेवारी कसले लिने हो होइन मेरो साथले बोलाउनुहुन्छ कि रोक्नु भन्नु होला खानेपानी बन्द गरिदिने बिजुली बन्द गरिदिने बाटो बन्द गरिदिने यस्तो हुँदैन नि त यो त सानो कुराहरू हो नि त्यतिकै मिलाउँदा मिल्ने कुराहरू हो होइन अब किरा दक्की गर्ने अब त्यो खालको हुँदैन त
त्यो सम्पत्ति भनेको त तपाईँहरूको हो हामी भनेको यो मैले भन्छु नि यो कलम पनि तपाईँहरूकै हो कलम तपाईँहरूको यो कुर्सी तपाईँको म त एक दिनेछु बस भनेर पठाएर तपाईँहरूलाई अब हामी सल्लाह गरौँ होइन मिडियामा पनि भनेर यो फेरि नारायण चोकको ड्रेन बनाउने कारणले गर्दाखेरि चाहिँ यो चाबी खोसेको होइन है बेचुङहरू भइरहेको थियो नगरपालिकामा यहाँ चाहिँ हाम्रो बिचमा अहिले हामीले काम गर्ने यो डोजर लिएर चाहिँ गरेर मात्रै हो काम चाहिँ रोकियो तर हाम्रो नारायणको ड्रेन निर्माण गर्ने क्रममा चाहिँ यो चाबी होइन उहाँको गोजीबाट मैले निकालेर के अरे लान मिल्दैन होइन यो नैतिकता होइन उहाँले यहाँ त हामी मार्न पऱ्यो धरान 10 को जनता बगाउँछ भने खाना अब चाबीको यहाँ त सबैजना के हाम्रो यो हाम्रो काम स्टप नहोस् कन्टिन्यू होस् स्टप हुने अरे भनेको सुनेपछि मात्रै हामी चाहिँ अब हामी आएको भनेर हामीले त्यसरी कुरा ल यहाँ धेरै चाहिँ नबनाउनु है साथी यो भिडियो नबनाइदिनु ल होइन सर नबनाइदिनु प्लिज सुन्नु 3 वर्षदेखि जनताको सेवा गरे हो मैले सुन्नु मैले भेला गर्नु पर्दैन मैले भेला गर्नु पर्दैन हैन आफै आएछ नि कसैको छैन अफिस किन आउँदैन तपाईले आउनुस् यहाँ तपाईले दादागिरी गरेर किन खसाउनु दादागिरी गरेर तपाईले किन खसाउनु सुन्नु न पब्लिकको सम्पत्ति तपाईले अरु हामीले हेरौँला तपाईले त्यसरी ड्राइभरको चाबी जुन खोज्नु भएको छ नि त्यो दिनुस् है अहिले तुरुन्त दिनुहोस् नत्र पब्लिकले तपाईको सबैको होइन तपाईँको होइन है पब्लिकले बोल्नुपर्छ है यो विषयमा कस्तो दादागिरी भइरहेछ पब्लिकले बोल्नुपर्छ कस्तो दादागिरी भइरहेछ सुन्नु भुक्तानीको कुरा सुक्तानीको छैन मसँग हिजो खोसेर कसले लग्यो मैले लगे हिजो मैले लगे सुन्नु छैन मसँग मैले खसाएर लगेको हो चाबी कसले लग्यो सुन्नु छैन देख्यो देख्नु हो तपाईँले लग्यो चाबी कसले खसाएर लग्यो होइन यता पब्लिकको सुन्नु पब्लिकको सम्पत्ति हो पब्लिकको सम्पत्ति यता सुन्नु यता सुन्नु यो चाबी सुन्नु यो पब्लिकको सम्पत्ति ड्राइभर फर्कायो तपाईले लाने हैन हुँदैन तुरुन्त म बोल्नु चाबी माग उहाँले मेयरसाहबले दिलाउनु न उहाँले चाहिँ दिलाउनु न ढाक्न पाइन्छ यत्रो मिटर ढाक्नु छ उहाँले ढाकिराख्नु भएको छ उहाँले ढाकेको मात्रै हुन्छ ढाक्नु भएको छ उहाँको चाबी छ उहाँसँग भइरहेको चाबी मसँग छैन भने ढाक्नु चाहिँ यत्रो मान्छे अगाडि चल्ने ठिकै हो त
स्टाटस लेखेर मान्छे उनीहरू छाला काट्छ केही छैन पब्लिकको प्रपर्टी किन लगेको हो त्यति हो अरू कुरा के छैन के हो तपाईले भन्नु तपाईको भोको किन लानु हो पब्लिकले लिन आउँछ तपाईलाई गोलीबाट खोसार हामी तिनजना मात्र छौँ अरू तिमीले जे बोल्दा तिमीले रिप लेख्दा हुने झोले भन्दा यिनीहरूलाई चुप लागेर बस्नु होइन भने नि तल बढी त